के छ यहाँ चाहिँ ब्रेक फेल भएर यो लडियो यो समृद्धिले सल छोडेर आएको भनेर सल लिन जान लागेको अनि उता चाहिँ हाम्रो बाई बाई हामी त आउँदैनौँ भाइ छ भाइ आऊ यो पानीले चाहिँ जहिले पनि पानी छ्यापिरहन्छ है ल हामी चाहिँ जान लागेको निरु आन्टको घर निरु माइजूको घर सो हाम्रो गाउँमा चाहिँ कस्तो राम्रो भ्यू छ अनि हामीले चाहिँ भर्खरै ऐसेलु खाएको किम्बु चाहिँ हामी भोलि जान्छ हामी जे पनि दिदी गरेछ त्यही अनि यहाँ चाहिँ माइजू हिँड्छ त्यहाँ आमा हिँड्छ अनि यहाँ चाहिँ हामी यहाँ छौँ यिनीहरू चाहिँ हाम्रो बारी हो त्यहाँ आमा नि आमा हाई त्यहाँ हाम्रो आमा बारीमा हुनुहुन्छ बारीमा हो अनि उता गीत पनि बजिरहेको रहेछ अब हामी चाहिँ सलिन अघि हामीले कहाँ खाने भनिदिनु न आलु खानेर मेरो हात काटेर ए अघि न हामीले आलु पनि खनेको हो अनि आलु खनेको ठाउँ चाहिँ उयो हो उयो देखिरहनु भएको होला उयो सब आलु खानेको हामीले चाहिँ अघि नै भ्लग खिच्न पनि तर मैले मोबाइल ल्याएको थिइनँ कि अनि हामी चाहिँ यो ब्लू कलरको घर जान लाग्यो होइन सल लिनलाई सल नलियो भने यसको मम्मीले फेरि यसलाई मार्दिन्छ हो कि होइन अनि आज चाहिँ मेरो मम्मी बाबाको एनिभर्सरी हो आज सन्जिता माइजको एनिभर्सरी यहाँ चाहिँ गाईहरू छन् गाई अनि यहाँ चाहिँ हामी अब बारीमै जाऊँ अब अनि ऊ यहाँ एरोप्लेन छ यहाँ हामी छौँ यहाँ कुखुरा छ हाई कुखुरा ए त कुकुर रहेछ कुखुरा चाहिँ यहाँ छ हाई कुखुराहरू हाई कुखुरा यिनीहरू चाहिँ भाग्यो मदेखि डराएर मदेखि सब डराउँछन् हुन्छ अहिले गाईले हानिदिन्छ है यसलाई सल हजुरले देखिन्छ यहाँ एउटा सल के छ खै ल चलाएर देखाउ त यो साइकल यो समृद्धि चाहिँ अब बाइक चलाउनलाई चाहिँ होइन अनि follow me guys ल जाऊ ब्रेक छैन रे म मोर्नी हो कि गाइस ब्रेक नभए नि यो यसरी साइकल चलाइरहेको चाहिँ अनि यतातिर राम्रो भ्यू छ र साइकल चलाउ त समृद्धि साइकल चलाइरहेको चाहिँ यतातिर नाग्द हो यो चाहिँ यो सब टडेलाहरू छन् त्यहाँ अस्ति यहाँ तलेडोमा मान्छे मरेको रे कता हो त्यहाँ सनराइज सनसेट हुन छ यहाँ चाहिँ ब्रेक फेल भएर यो लडियो ब्रेक फेल भएर लडियो ल मैले खिच्नै सकिनँ के कस्तो खिच्नै नसके हो हामीले
म यहाँ समाउनु पर्ने चलाइदियो त अनि फेरि ब्रेक फेल भयो ब्रेक फेल भयो उता ब्रेक फेल भएछ मैले कस्तो खिच्नु पर्ने कि उयो लड्की यो कस्तो हामीले खिच्नु पर्ने नखिचेको ल तिमी कस्तो मोटो भएछ नि त फेरि लड त समृद्धि कन्टेन्ट चाहियो यहाँ फेरि कन्टेन्ट चाहियो एकचोटि लडा जस्तै गर अनि ल अघि न कस्तो यो लडेकी थिएँ होइन तर कस्तो मैले क्याप्चर नगरेको हो अघि स्लेट हेयरमा अहिलेसम्म नि सुटिरहेको कि कस्तो हो र अब यो यहाँ कस्तो ब्रेक फेल भएको साइकल हो यहाँ कुखुराहरू छ गाइजहरू यसको मम्मीको सल हराएछ फेरि त्यही खेतमै छ होला त्यहाँ यस्तो सल छ त हेर्नुहोस् त हेर्दाखेरि सल छैन जस्तो छ उयो रातो रातो चाहिँ छ यो समृद्धि कहाँ जानलाई चाहिँ उता फुलहरू छ होइन त्यस्तो फुलहरूले चाहिँ ज्वेलरीहरू बनाउने हो सो म चाहिँ त्यहाँ जाँदैछु अनि म यहीँ छु यस्तो कस्तो सुन्दरपन छ यहाँ यो चाहिँ यहीँ चाहिँ यता हेर त आज यो मेमोरिज बनाउने भनेर भिडियो खिचाउन लाग्यो कि लास्टमा यसकै ब्रेक फेल भयो लडी ठ्याक्कै मैले त्यति बेला मोबाइलको क्यामेरा अफ गरेको छु मैले मोबाइलको क्यामेरा अन गरेको भए एउटा हिस्टोरिक मुभमेन्ट हेर्न पाइन्थ्यो है खै हेर न यहाँ के भयो खै यस्तो हेर त ल यसको मम्मीको सल चाहिँ भेट्दैन होइन तर यहाँ यस्तो राम्रो फुलहरू छ अनि यो फुलले चाहिँ मैले अस्ति कस्तो राम्रो ज्वेलरी बनाएको थिएँ यो फुलले यहाँ चरा उड्दै छ यस्तो राम्रो भ्यू छ यहाँ गाइजहरू हेर्नुहोस् हजुरहरू पनि यहाँ चाहिँ हामी छौँ यो चाहिँ लडेर अब खै किन हो साइलेन्ट मोडमा गयो अघिल्लोसम्म बोली नै रहेको थिएँ त होइन र मम्मीको सल पनि भेटेँ ब्रेक फेल पनि भएछ यहाँ कस्तो राम्रो बादल हो चराहरू उठिरहन् ऊ त्यहाँनिर एयरपोर्ट छ त्यही भएर एयरप्लेनहरू नि आइरहन्छ तर आज चाहिँ आएन फेरि यस्तै हो गाइस हाम्रो लाइफ एसी पछि यस्तै हो ल म्यान ल समृद्धिको मम्मी चाहिँ यहाँ आइसक्छ यो भाइ दौडिँदै आइरहेछ यहाँ हामीले यस्तो फुलहरू ल्याएर छौँ खै त ए लाल बाबु यता हेर त यता हेर न आदर्श ओइ किन फाले सो गाइजहरू यो मेरो भाइ हो यता हेर त बाबु यता हेर न यता हेर त अनि तिम्रो नाम के हो हेर त यता आदर्श हो यो गाइजहरू अनि तिमीले के खाएको यो के खाएको भन त आमा ल जाम हामी जाम ओइ लडिन्छ भने यो लड्छ अहिले यो लड्छ ल आऊ जाम अब जाम आयो आदर्श हेलो भन न के छ हो र यो चाहिँ कस्तो राम्रो भाइ छ ल यो चाहिँ समृद्धिको भाइ हो हाप्पा गर ल हाप्पा यहाँ चाहिँ समृद्धि चाहिँ
यहाँ हाम्रो आमा हिँड्छिन्छ कहाँबाट जाने अनि कहाँबाट जाने के त्यो यसले चाहिँ आमा आमा भनिरह हजुर बोक्छु ल आऊ ल यता आऊ यता आऊ हामी उताबाट घुमेर जाने यता आऊ न त मसँग आऊ उता जाने क्या हामी मलाई यहाँ यिनीहरूको ड्रामा हेरिस गाइज यता यो भाइ चाहिँ अब मसँग यता हेर त बाबु ल यो त आफ्नो भाइलाई पिट्दो रहेछ गाइज ल यता हेर त बाबु यता हेरेर यता हेरेर यता हेर नि त यता हेरेर यो भाइलाई चाहिँ समृद्धिले गाली गरेछ बिचारा नरौ ल अब नरौ यहाँ चाहिँ हाम्रो बुवा हैसिन्छ खै बुवा यहाँ हाम्रो बुवा हैसिन्छ अनि यहाँ चाहिँ हाम्रो भाइ छ ल आऊ सो गाइजहरू यस्तै हो जिन्दगी यहाँ चाहिँ बहिनी छ यो भिना यहाँ माइजू हैसिन्छ अनि यो भिना चाहिँ त्यत्तिकै बसिरहेको चाहिँ यहाँ फुल छ यतातिर अनि यहाँ समृद्धि चाहिँ त्यहाँ बुवा हैसिन्छ भाइ लिएर बसेको ल अब हामी भित्र जानु लाग्यो बाई यहाँ चाहिँ हाम्रो कुखुराहरू पनि छ है फेरि बाई हामी मोबाइल हेरेर बस्नु आएको यो समृद्धि गाई चाहिँ यहीँ बसी चाहिँ अब चाहिँ आमाको मोबाइल हामी चाहिँ यहाँ त्यहाँको नेटै चल्दैन क्या हो चल्छ त म चाहिँ समृद्धिको घर जानलाई चाहिँ किनभने आज समृद्धिको मम्मी बाबाको एनिभर्सरी अनि हामी चाहिँ रोज बनाउने भनेको छन् यो चाहिँ समृद्धिको पसल हो है गाइस यो पसल नि हो अनि यहाँ चाहिँ यस्तो सामानहरू छ यहाँ चक्लेटहरू छ यहाँ चाउचाउ चिप्सहरू छ लिटरली अब यो मेरो घर भयो भने अब यो चाहिँ यहीँ पसल छ भन्नुपर्दा ऊ त्यहाँ माथि हुनसक्छ है क्राफ्ट पेपर्स यो चाहिँ करेन्ट खै त त्यो करेन्टवाला चाउचाउ गाइजहरू यो चाहिँ करेन्टवाला चाउचाउ कि मैले फर्स्ट टाइम देखेको गजबको भन्ने अनि यो करेन्ट हुन्छ तर नक्ली पनि रहेछ व्हाइट कलरको कसरी बनाउने रोज पनि खाएर पायो व्हाइट कलरको बनाउँछ नि भइहाल्छ नि हो र मलाई थाहा थिएन यार व्हाइट